आजको यस भिडियोमा हामी संवैधानिक परिषदको गठन बारेमा तथा यसको काम गर्ने कार्यविधिहरू बारेमा चाहिँ चर्चा गर्नेछौँ। संवैधानिक परिषदको गठन चाहिँ नेपालको संविधानको धारा 284 बमोजिम जम्मा 6 सदस्य रहनेछ, जसमा चाहिँ अध्यक्ष प्रधानमन्त्री स्वयं रहनुहुनेछ भने सदस्यहरूमा चाहिँ क्रमशः प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख रहनुहुनेछ। र कस्तो बन्दैछ त अहिलेको चाहिँ संवैधानिक परिषद, यसबारेमा छोटो चर्चा गरौँ। हाल प्रधान न्यायाधीशको पद चाहिँ रिक्त रहेको हुनाले संविधानको धारा 284 को उपधारा 2 बमोजिम प्रधान न्यायाधीश रिक्त रहेको खण्डमा कानुन मन्त्री चाहिँ प्रधान न्यायाधीशको ठाउँमा सदस्य रहने भनेर चाहिँ उल्लेख गरिएको छ। त्यसैले अब हाम्रो कस्तो बन्दैछ त हेरौँ है त, को बन्दै हुनुहुन्छ त हाम्रो संवैधानिक परिषदमा सदस्यहरू। प्रधानमन्त्री बालेन शाह अध्यक्ष, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुनुहुन्छ भने कानुन मन्त्री सोभिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी सदस्य, प्रतिनिधि सभाको सभामुख डोल प्रसाद अर्याल डिपी अर्याल सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय सभाको अध्यक्ष नारायण प्रसाद दाहाल सदस्य नेकपाबाट हुनुहुन्छ भने प्रतिनिधि सभाको विपक्षी दलको नेता भीष्मराज आङदेम्बे सदस्य नेपाली काङ्ग्रेसबाट, प्रतिनिधि सभाको उपसभामुख रुबी कुमारी ठाकुर श्रम संस्कृति पार्टीबाट सदस्य रहनुहुनेछ। यसरी हाम्रो चाहिँ संवैधानिक परिषद चाहिँ गठन हुनेछ। यसले चाहिँ संवैधानिक निकाय तथा सर्वोच्च अदालतको प्रधान न्यायाधीशको नियुक्तिको लागि सिफारिस गर्नेछ भने यसको चाहिँ नेपालको संविधानको धारा 284 को चाहिँ उपधारा 4 बमोजिम चाहिँ यसको नियुक्ति गर्ने, यसको काम कर्तव्य अधिकार सम्बन्धी बारे चाहिँ सङ्घीय कानुन बमोजिम रहने भनिएको छ। र सङ्घीय कानुन भन्नाले चाहिँ हाल प्रचलनमा रहेको चाहिँ संवैधानिक परिषद सम्बन्धी ऐन 2066 बमोजिम हुनेछ। र यसले चाहिँ कसरी नियुक्तिको लागि सिफारिस गर्छ यसबारेमा हामी चाहिँ नेक्स्ट भिडियोमा हामी चर्चा गर्नेछौँ। भिडियो मन परे लाइक, कमेन्ट, सेयर गर्नुहोला। धन्यवाद।